हेलो साथीहरू, आज चाहिँ नानी म अनि नानीको बाबा भएर नानीलाई बाहिर घुमाउन लैजाँदैछौँ। अब कहाँसम्म गइन्छ, कता कता घुमिन्छ हजुरहरूलाई मैले देखाउँछु है त। हेर्दै जानु होला हामीसँग सँगसँगै। सानो नानी कहाँ जाँदै हुनुहुन्छ? ड्याडीसँग घुम्न हो? नानी आफ्नो ड्याडीसँग घुम्न जाँदै हुनुहुन्छ, ड्याडी मम्मासँग। के खानुहुन्छ त घुमेर? जुस खानुहुन्छ अनि पिङ खेल्नुहुन्छ? ओके। हामीहरू चाहिँ मणिग्राममा रहेको एनजी मार्टमा आयौँ। यहाँ चाहिँ घुम्न पनि भयो, अलिअलि सपिङ गर्न पनि भयो अनि केटाकेटीलाई खेल्ने ठाउँहरू पनि छ। नानीलाई जुस खुवाउन पनि भयो। हामी चाहिँ यता भित्री बाटो जाँदैछौँ, हजुरलाई देखाउँछु। एकदमै राम्रो छ, एकचोटि सबैजना भिजिट गर्नु होला। अनि मेरो चाहिँ यो नयाँ युट्युब च्यानल हो, यसलाई लाइक सेयर सब्सक्राइब पनि गर्न नभुल्नु होला। एकदमै राम्रो छ यो, एकदम खुल्ला एरिया, सबै कुराको सुविधायुक्त। आइयो एनजी मार्टमा, मणिग्राममा रहेको एनजी मार्ट एकदमै राम्रो छ। नानी चाहिँ घुम्नको लागि हिँडिसँग घुम्नलाई हिँडिसकिन्। नानी यता आएर त कहाँ जान्छौ? खेल्न जान्छौ? सिधै यिनले त बाटो देखे जस्तो गरेर पो हिँड्छिन्। वाउ नानीको मेउ खै बेती खै मेउ बेती खै आयो आऊ 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 नानीसँग आऊ आऊ नानीसँग आऊ 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 नानीसँग बाहिर जाम बाहिर न्याउलाई बाहिर लैजाम अरे। बेती खै मेरो सानो खरायो र ठुलो खरायो त उतै। यहाँभित्र चाहिँ एकदम खेल्ने खेलौनाहरू पनि छन्, चुलाहरू। नानीले साथीले खेल्न हिँडिसकिन्। नानी जाऊ जाऊ खेल्न जाऊ जाऊ जाऊ, केही हुन्न, जाऊ जानुहोस् माथि जानुहोस्। सुस्त है नानी, नानी कता आउँछिन्? कता आउनुहोस् यताबाट खुर्र आऊ न, आऊ आऊ। छडा घरे लाग्छ अरे अलि यता बस्ने एकचोटि यता बस। आऊ 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 यहाँ छडा भन, छडा घरे ला छडा त एकचोटि छोडिदियो त, एकचोटि बहिनीलाई खेल्न देऊ। तातो तातो। अनि अब चाहिँ यहाँ नानी र नानीको बाबा भएर एउटा भिडियो बनाउँदै हुनुहुन्छ। नानीलाई खिलाउनाहरू तिन दिनलाई खिलाउनाहरू हेर्दै हिँडिरहनु भएको छ। यहाँको एनजी मार्टमा घुमेर नानीलाई आइसक्रिम मिठाई लिएर अब घर ब्याक हुँदैछौँ। नानी मेरो नानी खुसी छ नि? ह्याप्पी ह्याप्पी। ल घर घर आइसक्रिम खाने, जुस खाने। ओके ल यो बाटोमा बनाउनु हेर कस्तो दामी छ बाटो। कुन बाटो?
सिधै जाऊँ न त के भएर 2082 मा बाटो बनाएको यहाँ कस्तो लेखेको छ हेर्न नाली काटेर राम्रो भएछ के यो साइडको यस्तै बाटो हुनुपर्ने क्या हाम्रो हुन्छ त नाली नकाटेर माथिपट्टि उ गराएछ नि जाली लाएर उता राम्रो गराएछ देख्नु होइन कहाँ